एकचोटि यो कथा भन्ने गुरु गुरुले भनेको कुरो सुन्नु है। हर्कमान साम्पाङजीलाई नेपाली जनताले लमानो प्रधानमन्त्री बनाइदिए, जिताएर प्रधानमन्त्री बनाइदिए, मानिलिउँ है। अब त्यसपछि के हुन्छ त? ध्यान दिएर सुन्नु होला। म भविष्यमा हुन जाने कुरो अहिले तपाईँहरूलाई भन्न जाँदैछु। प्रधानमन्त्री हुनुभएको दिन त उहाँले त्यस्तो केही पनि गर्नुहुन्न, तर प्रधानमन्त्री हुनुभएको 5 देखि 10 दिनभित्र उहाँले एउटा उल्लेखनीय कार्य गर्नुहुनेछ। उल्लेखनीय कार्य। त्यो उल्लेखनीय कार्य के हो थाहा छ? उहाँले राष्ट्रिय जनावर गाईलाई हटाएर राष्ट्रिय जनावर सुँगुर बनाइदिनुहुन्छ। 5 देखि 10 दिन तपाईँहरूले आफ्नो नोट कपीमा लेखेर राख्नु होला। फलानो च्यानलबाट एकजना गुरु आउनुभएको थियो, उहाँले यस्तो यस्तो भन्नुभएको थियो भनेर। किनकि त्यो बेला मैले भनेको कुरो सत्य हुनेछ र तपाईँहरूले त्यो बेलामा ओहो गुरुले भनेको कुरा कति सत्य रहेछ भनेर मान्नुहुनेछ। 5 देखि 10 दिनभित्र राष्ट्रिय जनावर गाई हट्दछ। जसरी प्रचण्डले हिन्दू राष्ट्रलाई सुटुक्क हटाए नि, कसैले सुइँकै नपाउने गरी, त्यसै गरेर हर्क साम्पाङजीले पनि गाईलाई कसैले सुइँकै नपाउने गरी हटाइदिनुहुन्छ। अनि सुँगुर आइसकेका हुन्छ। अनि बिस्तारै बिस्तारै त्यसपछि किताबहरूमा, पत्रिकाहरूमा, मिडिया। ल तपाईँहरूलाई चाहिँ उहाँ कथा भन्ने गुरु फेरि कथा भन्ने गुरुको कुरा कस्तो लाग्यो त? मैले त खै केही पनि बुझिनँ है। के भन्न खोज्या हो खै। आउनुहोस् दुध रोटी खान जाउँ भनेर बोलाएर लगेर मुत रोटी खुवा जस्तो पो लाग्यो मलाई त। के भन्न खोज्या मैले केही नै बुझ्नै सकिनँ त।